Oh, so welcome to back on my first vlog video. So guys, welcome to सबै च्यानललाई है। यो चाहिँ मेरो फर्स्ट भ्लग भिडियो है। धेरै समयपछि भ्लग गरिरहेको छु विथ माई स्मल सन है। यो मेरो छोरा आइज बाबु उठ जाऊ। गाउँमा के चलिरहेछ हल्ली खल्ली बुझ्दै जाने ल। हाम्रो यताको यो चाहिँ गाउँ बारी ल। अब टिकै सूर्य अस्ताइरहेको छ टक्क म अनि मेरो सानो छोरा गइरहेको छु। फुच्चे भाइहरू त्यहाँ खोइ के गर्छ है भाइहरू त। के गरिरह बाबु के गरिरह हर्दिरह। एउटालाई त त्यहाँ कट्टु लाउनु पो हतार भइरहेछ। के चलिरह यो नै हो हाम्रो गाउँ ल। जसलाई अब हाम्रो बनाउँछु छिट्टै है। अब हामी जान्छौँ बाटो ल। हामीसँग के छ बाबु? मोबाइल छ? कुन मोबाइल हो? आइफोन 15 हो र? आइफोन 15 हो? भन्न तँलाई कतिवटा केटी मन पराउँछ? तँलाई कति केटी मन पराउँछ? तेरो कतिवटा गर्लफ्रेन्ड छ? यता हेर्न तेरो कतिवटा गर्लफ्रेन्ड छ? छैन? ल हिँड्न म आइरहेको छु हिँड्नु। उते केटीहरू जिस्काउनु गइदिउँ ल जाउँ। सुन्न चलो तो इससे मुलाई घुमाउनु लैजाने कि नहीं गर्लफ्रेंड की? इससे गर्लफ्रेंड की घुमाउनु लैजाने कि नहीं? बाइक किन्ने कि ठुलो बिहानी कि नहीं लैजाने? यो को हो? यो नाङ्गे नात्ते होला हो? यो नाङ्गे घुमिदिन्छ? यो घर कहाँ हो? परे त्यहाँ हो? तेरो कतिवटा गर्लफ्रेन्ड छन्? एकवटा? नाम के हो तेरो गर्लफ्रेन्ड को? पूजा हो? पूजा जोशी हो? कतिचोटि भेटी पूजा खिलाई? कतिचोटि भेट्यो बाबु पूजालाई? एकैचोटि? पूजा कहाँ पढ्छ? गइला स्कुलमा? कति क्लासमा पढ्छ? 1 मा? प्रपोज कहिले गर्यो? कहिले गर्दियो? तिमी कति वर्षको भयो? 6 वर्षमा गर्लफ्रेन्ड बनाइदियो? ल सुन अनि मेरो लागि गर्लफ्रेन्ड नखोज्ने? मेरो लागि गर्लफ्रेन्ड नखोज्ने? 7 कक्षाको छन्। 7 कक्षाको को दिदी हो? गीता हो? गीता के हो? ए त्यस्तो भयो। अब यता आउ त। अब मेरो लागि गर्लफ्रेन्ड खोजिदिनु नै? कहिले खोजिदिने भन त? भोलि म आऊ? नम्बर लिएर आऊ है त्यसको। गीताको होइन माग्नु पर्यो त। अनि त्यसको नम्बर थाहा छैन भनेर हुन्छ? नम्बर नमाग्ने। तिम्रो गर्लफ्रेन्डको नाम के अरे? तिम्रो त 2टा बिहे हुन्छ यार। तिम्रो त 2टा जोडी छ यार। बिहे नै 2टा हुन्छ। अरू सब ठिकठाक छ? बरु आफ्नो भन्दा के छ कसो छ? के रे बसेको छु सन्चो नै थिइन्। के भइरा? यी मास्टर अङ्कल हुन् हाम्रै। के भइरा? ब्लग हानेर अब के गर्ने त? गाउँमा बसेर कामै छैन। प्रगति त ब्लग भिडियो हाने बस्यो अङ्कल। अब के गर्ने त? कामकाजै छैन। काममा लगाइदिनु पऱ्यो कि त। छोरोले यस्तो काममा लगाइदिन्छ। छोरोले काम गर्छ नि त। यस्तो साइकल चलाउनु पर्दैन। छोरोले बाइकमा कुदाइदिन्छ होइन? जब टाटा। अब म घर जाने। बोलाउनु लान मम्मी। ल बाई। देखिलाई मुलाईको नम्बर ल्याउनु भन्ने? गीताको नम्बर ल्याउने कि सोध त? ए गीताको नम्बर ल्याउने कि नै? स्कुल गएन? ल हुन्छ म जान्छु त्यसो भएन है। सो अब चाहिँ यति नै हो। एनदर भिडियोमा भेटौँला। सो गाइज अब म 1 हप्तापछि एउटा भिडियो फेरि अपलोड गरिदिन्छु है। के कस्तो लाग्यो भिडियो कमेन्ट गर्दै जानु होला। सो ओके बाई गुड नाइट। ह्याभ अ स्विट डे।